र देश कसरी अगाडि बढ्न सक्छ? भलै त्यो देशमा रहेको लोकतन्त्र र जनताको अवस्था, त्यसपछि भनौँ त्यहाँ नेतृत्व गर्ने पार्टी अथवा नेता, यो तीनटा चिज अत्यन्त देशको शासन पद्धतिसँग सम्बन्धित विषय हो। यसलाई नेपालको अहिलेको हालको सन्दर्भमा यति ठुलो समस्या यहाँ देखा परेको छ, यहाँको प्रजातन्त्र, यहाँको शासन पद्धति र आम जनताको आवश्यकता र जनताको अवस्थामा यति ठुलो समस्या देखा परेको छ। यति ठुलो समस्या यहाँ किन देखा पर्यो होला त? यो एउटा जटिल विषय हो। यो देखा किन पर्यो भन्दा वास्तवमै भनियो भने एउटा नेता, यहाँको राजनीतिक दलको नेताहरूले सधैँ आफूलाई केन्द्रबिन्दुमा राख्ने, आफूलाई पावर सेन्टरमा राख्ने, त्यो पावर सेन्टरमा आफू बस्नका लागि हाम्रो लोकतन्त्र होस् अथवा जनताका विभिन्न खालका वास्तविक समस्यालाई पनि पछाडि ठेल्दै व्यवस्था गर्दै ऊ आफू स्थापित हुने प्रयास निरन्तर गरिरह्यो। आफू पद, पैसा र शक्ति केन्द्रको पछाडि आफूलाई डोर्याएर सिङ्गो लोकतन्त्र, जनताको समस्यालाई व्यवस्था गरेका कारण आज हाम्रो देश, हाम्रो लोकतन्त्र, जनताको अधिकार यति पछाडि पर्दै गइरहेको छ। देशमा दनदनी आगो बल्दा पनि उसको होस चाहिँ आएको छैन। कति गम्भीर अवस्था होला यो, कल्पना गर्नुहोस् त।